क्लाससँग साथी बनाउँदै रमाउँछु भन्दा जब गेटमा प्यारेन्ट्सहरू बच्चालाई छोड्न र लिन आउने हुँदा विद्यार्थीले टिचरलाई भनेर घरबाट फुल टिपेर ल्याई टाउकोमा लगाउनुस् भन्दा जब बच्चाहरूले गफ गरेर टिचरलाई नै गफमा बोलाउँदा जति कन्ट्रोल गरे पनि बच्चाहरूको हल्ला र कम्प्लेन धेरै हुँदा जब आफूलाई हरेक कुरामा सहयोग गर्ने हेल्पफुल बच्चा एब्सेन्ट हुँदा टिचर भोलि गरेर आउँछु नि भन्दा जब बच्चाहरू आफ्नो टिचरसँग नबस्ने भन्दै परकै अरूको क्लासमा बस्न जाँदा गलत छ त्यसो नै होइन म्याम भन्दा जब नयाँ टिचरले गेट ड्युटी गर्दा बच्चाहरू नचिनेर खोज्दै हिँड्दा प्यारेन्ट्सले मेरो बच्चाको फोटो खोइ भनेर सोध्दा जब भन्नु बित्तिकै बिदा पाइहाल्छ नि भनेर सोच्दा जब बच्चाहरूलाई जति पटक सिकाउँदा पनि नबुझ्दाखेरि जब स्कुलले टिचरहरूलाई रिफ्रेसमेन्टको लागि हामी ट्रिप जाँदैछौँ भन्दा जब सेसन एन्ड हुँदा बच्चाहरूलाई बिदाई गर्दा
स्वागत छ।